हाम्रो रामदाईको खाना खोइ मैले चाहिँ हिजो हेलो गाइज सबैजनाले दर्शन सेवारो है हाम्रो चाहिँ यहाँ केटाहरू चाहिँ लेन्थ्याङ लुगा लाएर चाहिँ अहिले हेन्सम बनेर चाहिँ गइरहेको छ है। म चाहिँ यहाँ चाहिँ म बुढो मान्छे चाहिँ यहाँ छु है। आजको यहाँ हाम्रो घुमघाम हामीले चाहिँ यहाँ एकदम रमाइलो भइरहेछ। केटाहरू जग्गा हो है अनि एकदम यहाँ तल उकालो लाग्दैछ। मैले बाटो यस्तो छ, चारखलको बाटो है। यो चाहिँ खोला, चारखलको खोला सायद है। लगाइछ हाम्रो चाहिँ केटा आइसकेको छ। बसन्तवीरको गर्लफ्रेन्डको अहिले चाहिँ हामी गाउँमा छौँ है। बसन्तवीर सिंहमाया हुनुहुन्छ है। केटा यता छ गाइज। हामी चाहिँ अहिले आमचोक चारखल छौँ है। चारखलतिर चाहिँ सुन्तुला नि फल्दो रहेछ है। टक्कै सुन्तुला नि फलिरहेको छ। अनि हामी चाहिँ अहिले चारखल छौँ गाइज है। माथि चाहिँ बरको बोट ठुलै रहेछ। चारखलको बाटो यस्तो छ गाइज। हामी चाहिँ अब हाम्रो क्याम्पतिर चाहिँ पुग्न आँटिसक्यो है। म साथीहरूले चाहिँ हामी बसेको क्याम्प नि म देखाउन गइरहेको छु। हाम्रो चारखलको पाहुना आउँदाखेरि चाहिँ हल्का क्याम्प हाम्रो सुत्ने ठाउँ चाहिँ तपाईँहरूलाई म देखाउन गइरहेको छु। भिडियो चाहिँ हेरिदिनु होला है सर। ल गाइज हाम्रो क्याम्प चाहिँ यस्तो छ है। गोठ अनि यो गोठदेखि अलिक मुनि नै एउटा क्याम्प छ। Oh my God! Wow! ल हाम्रो क्याम्प चाहिँ यस्तो छ है गाइज। झुलाहरू यहीँ राखौँ होला। अब म चाहिँ यहाँ पारी नि देखाउन गइरहेको छु है। कस्तो छ ठाउँ हाम्रो चारखलको ठाउँ नि यसो हेरिराखौँ है। घर जस्तो छ। अनि यहाँ बारीमा चाहिँ आलु तोरी चाहिँ पुरा फलेको छ है। पुरा साग हाम्रो चारखलतिर चाहिँ टन्नै पाइँदो रहेछ। अनि हाम्रो ग्याङ हामी अहिले चाहिँ यहाँ 4 ग्याङ छौँ। म चाहिँ यहाँ छु। यहाँ पारी चाहिँ यो कुन ठाउँ हामीलाई थाहा भएन। अब हामी यहाँ हाम्रो बसन्त सोल्टीको चाहिँ तरुनी छैन र आज पुरा टेन्सनमा हो। साथीहरू म चाहिँ अब पहिला हाम्रो रविलालको श्रीमती बस्ने अब मेरो त भाउजू पर्नुहुन्छ है। भाउजूको घर चाहिँ पहिलेको घर चाहिँ तपाईँलाई म देखाउन गइरहेको छु है। हाम्रो भाउजूको घर चाहिँ पहिला घर चाहिँ यहाँ मुनि हो। अनि आजभोलि चाहिँ यतामाथि घरमा चाहिँ बस्नुहुँदो रहेछ है। हाम्रो चारखल हो कस्तो राम्रो केटा हो के छ। अनि आमा यहाँ पारीको नाम चाहिँ के हो, ठाउँ चाहिँ के हो हामीलाई थाहा भएन है। चोक चारखल यहाँ पर देख्न सक्नुहुन्छ। त्यो चाहिँ फुफु चङ्गमितको चाहिँ दिदीको घर छ। गाइस म चाहिँ अब आइसकेको छु है। यो बाँसको पछाडिपट्टि चाहिँ ठुलो पूजा हुँदो रहेछ है। यहाँ चाहिँ अब फागुनन्दनको जन्म जयन्ती चाहिँ हुँदो रहेछ है। म चाहिँ अब यसको यो बाँसको चाहिँ पछाडिपट्टि चाहिँ गएर है
तपाईँहरूले देखाउन गइरहेको छु न गाइज। तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ है नेपालको झन्डा छ अनि फाल्गुन नन्दको यो फोटो चाहिँ टाँसिराख्नु रहेछ है। यहाँ चाहिँ पुरा फाल्गुन नन्दको जन्म जयन्ती चाहिँ हुँदो रहेछ है। यस्तो छ गाइज, चारखलतिर नि यस्तो रहेछ ल गाइज। मजाले फाल्गुन नन्द देखाइसकेर के बोले भाइ? अब के बोले? आजको भिडियो यति नै हो।